यो देशको प्रधानमन्त्री केपी शर्मा ओलीले तपाईँ के भन्न चाहनुहुन्छ? बाघ भोकै मर्छ घाँस खाँदैन भन्छ नि। अब यो देश हामी चलाउँछौँ यो देश। अब यो देश हामी चलाउँछौँ। ढुङ्गा हान्न जानेकाहरूले देश चलाउँछु भनेर उधम। यो भिडियो मात्र मनोरञ्जनको लागि बनाइँदैछ। यदि कसैको भावनामा ठेस पुग्यो भने पुलिस केस गर्न सक्नुहुन्छ। धेरैको बिल्ला साकार दाईको रफले उडायो। साकार दाई धेरैको बिल्ला साकार दाईको रफले उडायो। हाम्रो देशको विकास केपी बाको गफले उडायो। Once again, welcome back guys. स्वागत छ। हाम्रो देशको प्रधानमन्त्री केपी शर्मा ओलीका कार्यकर्ताहरू, झोले कार्यकर्ताहरू, नेपाली दाजुभाइ दिदीबहिनी सम्पूर्णमा नमस्कार। हामी बिआरटी भक्तिरूप च्यानलबाट फेरि पनि आइसकेका छौँ। नयाँ कन्टेन्ट लिएर आइसकेका छौँ। भिडियोलाई अन्तिम समय हेर्नु होला। च्यानलमा नयाँ सम्पूर्णले च्यानललाई सब्स्क्राइब गरेर साथ सपोर्ट दिनु होला। ल्यान्ड र पानीलाई मिसाउँदै केपी बाको लागि ल्यान्ड पान बनाउँदै भिडियोलाई सुरु गरौँ। यी हुन् नेपाललाई अमेरिका बनाउने संकल्प बोकेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली। उहाँको एकमात्र सिद्धान्त छ, म मरेपछि यो देश एक्लो नरहोस्। त्यही भएर म मर्नुभन्दा अगाडि यो देश नेपाललाई बेचेर खाइसक्छु। अमेरिकाका ब्याङ्कको आधा सम्पत्ति मेरै होला। बाघले दारा देखाउँदैन, टक्क मुखभित्र राख्या हुन्छ। त्यसै गरी नेताहरू जो चाहिँ भ्रष्टाचारी घुस खौवा छन्, ती नेताहरू पनि भ्रष्टाचारी गरेर कमाएको सम्पत्ति देखाउँदैनन्, टक्क पारेर लुकाएर राखेको हुन्छ। कसरी? टक्क पारेर। जति बेर झम्टिनु पर्यो त्यति बेला गर्दा मात्रै दारा देखाउँछ। जतिखेर यी भ्रष्टाचारीहरूको किडनी फेल हुन्छ तब त्यो भ्रष्टाचार गरेर लुकाएर राखेको सम्पत्ति एकैचोटि देखाउँछन्। 100 रुपियाँको नडाला कच्चा चेन्ज गरे जस्तै किडनी चेन्ज गर्न प्रयोग गर्छन्। को होइन, यो केपी ओली बुढो कहिले मर्छ भनेमा कसम कति भारी दाउरा लाग्छ, सब म बेहोर दिन्थे भने वाक्क लागिसक्यो। नेपाली जनताको दुःख देख्दैन, नेपाली जनताको पीडा देख्दैन। हामी नेपाली जनताको पीडा के देख्थ्यो र दाई? बड्डाले घरमा आफ्नै श्रीमतीको माग पूरा गर्न सकेका छैनन्, त्यसैले उहाँकी श्रीमती हजुरआमा नेपाललाई ठग्न बनाएको माग फुक्दै थिइन्। केपी ओली भनेको एकदम अल्छी मान्छे हो, एउटा सिनको पनि यताबाट उता नसार्ने मान्छे हो। ल भयो त, आफ्नै श्रीमतीको माग पूरा गर्न नसकेर बड्डाले गाली खाइरहेछ। अब यी बड्डाले हामी नेपालीको माग कसरी पूरा गर्न सक्लान्? धरानको मेयर हर्का साम्पाङ जस्तो मान्छे जाँदा भेट्न जान पाउँदैन। दाजु, हर्क साङपाङ सरले देश बनाउनुहुन्छ। देश बनाउने मान्छे केपी बड्डालाई कदापि मन पर्दैन। खैर केही छैन, हाम्रो देशको प्रधानमन्त्री बड्डाले केही नभए पनि टिकटकमा एले बिले भन्ने टिकटकीहरूलाई भेटेर जस्टिस त दिएका छन् बड्डाले। जुन नयाँ कानुन आएको छ यसमा एकदम धेरै म खुसी छु। यो सरकारले चाहिँ एकदम राम्रो काम गरेको छ युवाहरूप्रति, होइन? तर पनि अहिलेको युवाहरू चाहिँ लयमा लागिरहेछन् क्या। एक अर्काले एड गर्दै जानुहोस्, होइन? केटी मिस्टा भन्ने आइडी छ स्क्रिनमा 40 जनालाई साथी बनाउँदै मिया भा। कुनै दिन यही सरकारले टिकटक ब्यान गरेको थियो। टिकटक ब्यान भयो त अंशु वर्माको कमाइ खाने भाडो पनि ब्यान भयो। फेरि एक दिन यसै सरकारले टिकटक ओपन गर्यो। टिकटक ओपन गरे त अंशु वर्माको कमाइ खाने भाडो पनि ओपन भयो। तर पनि अहिलेको युवाहरू चाहिँ लयमा लागिरहेछन् क्या। युवा चाहिएन अरे अंशु बाबुलाई। अब केपी ओलीको तलवाई चाटेर बस्छ। टिकटकमा सपोर्ट गर्ने एले बिले भन्दाखेरि सपोर्ट गर्ने यो सरकार होइन। यिनै नेपाली युवा हुन्। एउटा किर्नु मजाले भैँसीको पिठमा बसेर खाएछ, अगाएर झरेछ। के भयो भनेर भैँसी खाएको यस्तो भयो भनेछ। कुरा यहाँ किर्नुले भैँसी खाएको होइन, बड्डाले देश खाएको। के तपाईँले नेपालको कुनै भूभाग बेचेर खानुभयो? खाएकै हो। उसले भैँसी खाएकै हो। कुरा यहाँ भैँसीको होइन, देशको। तर भैँसीले थाहा पाएन, कुरो त्यति हो। तर जनताले थाहा पाएनन्, कुरो त्यति हो। यति कुरो याद गरेर राख्नुहोस् वरिष्ठ सरकार। तपाईँको किडनी खराब भयो, पैसा लगाएर किडनी परिवर्तन गर्न सक्नुभयो। माथिबाट भगवानले हेरिरहेको छ। के तपाईँ किडनी फेरे जस्तै आफ्नो मृत्युलाई पनि किन्न सक्नुहुन्छ? दर्शक महानुभावहरु, हामीसँग अहिले हुनुहुन्छ यो देशको तपाईँ के? म नागरिक। हाम्रै नेपाल देशको एकजना होनहार युवक नागरिक हुनुहुन्छ हामीसँग। अहिले तपाईँलाई पनि हाम्रो देशको मुहार परिवर्तन गर्ने, देशमा विकास ल्याउने यो देशको प्रधानमन्त्री केपी शर्मा ओलीले तपाईँ के भन्न चाहनुहुन्छ? बाघ भोकै मर्छ घाँस खाँदैन भन्छ नि।
बड्डाले धेरै गफ गर्न थालिसक्यो त्यही भएर जङ्गलमा बस्ने बाघ पनि मासु खाने कि घाँस खाने भनेर कन्फ्युज भइसक्यो अनि शेरबहादुर देउवाले भन्यो त के भनेर के भन्नुभयो कि केपी बड्डाले अरे नेपालको हिमाली भेगबाट तराईपट्टि बगिरहेको नदीहरूलाई फर्काइदिने रे कता फर्काउने तपाईँ आफैले भन्नुभएको रे हिमालबाट तराईपट्टि बग्ने नदीलाई तराईबाट हिमालपट्टि बगाइदिने अरे अरे यार ये हाउडे बड्डाको गफ यस्तै हो नि यार केटा हो तिमीलाई थाहा छ कि नै के कुरा नेपालीहरू स्टेडियममा के गर्न जान्छन् फुटबल हेर्न होइन त्यो होइन किन जान्छन् थाहा छ बाजे बालेन्सा हर्क साङपाङ जस्ता जल्दा बल्दा युवालाई प्रधानमन्त्री बनाउनु पर्यो के तिनीहरूलाई भन्दा त पशुपतिका बाँदरलाई मन्त्री बनायो भने अलिक राम्ररी हुन्छ नेपालको एउटा असल प्रधानमन्त्रीको परिचय पाउनलाई प्रधानमन्त्रीको पद पाएर एउटा प्रधानमन्त्रीको ठाउँमा भूमिका निर्वाह गर्नु पर्यो बालेन्सा हर्क साङपाङ जस्तै राम्रो काम गर्नु पर्यो तपाईँको जस्तो हावागफ राजनीतिको ठाउँमा राजनीति गर्ने त धेरै छन् कोही केटा हाम्रो देशको प्रधानमन्त्री उखाले बाजे कति पढ्नु भएको छ थाहा छ 8 पास फेल हो त्यही पनि साँच्चै यार डिग्री ल्यायो अरे गाइज कमेन्ट गर्नु पर्यो 8 पास कि फेल हो अब यो देश हामी चलाउँछौँ यो देश अब यो देश हामी चलाउँछौँ ढुङ्गा हान्न जानेकाहरूले देश चलाउँछु भनेर उधम ढुङ्गा हान्नेले देश कहाँ चलाउन सक्छ देश त तपाईँ जस्तो वरिष्ठ मान्छेले चलाउन सक्छ आज तपाईँ हुनुहुन्छ त यो देश पो छ आज तपाईँ हुनुहुन्छ त हामीले रोजगारी पाएका छौँ हाम्रो बाबा आमाले विदेश जानु परेको छैन कसको कारणले तपाईँको कारणले मैले दुनियाँमा यस्तो नेता देखेको छैन अहिलेसम्म जसले म फलानु म बड्डाका फस्का त यस्तै हुन् होइन बड्डाका फस्के सुनेर ताली बजाउने झोले कार्यकर्ताहरू रानीका बान कस्तान भने बियर पिला दूं वो भी 2 प्लेट चिकन मोमोज के साथ आज मैले दुर्गा परसाईले ऋण निकाले केपी बड्डाको गाँठ फेर्न खोजिरहेका छन् केपी ओलीको दम हेरौँ आज देशको प्रधानमन्त्री हो केपी ओली कोही बोल्न सक्दैन तर दुर्गा परसाई च्यालेन्ज गर्छ केपी ओलीलाई तिमी अपराधी हौ केपी ओलीको जस्तो तरुणी घुमाएर बेलुका रक सिकाएर केटी सुताउँदै हिँड्ने युवासँग होइन यो आई लभ यु केपी बा भन्दै भन्न छोडेछन् केपी ओली शासक होइन नि केपी ओली भनेको यो देशको नाशक मान्छे हो युट्युबर भन्दै केपी बा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो युट्युब च्यानल केपी बा सब्स्क्राइब गर्न अपिल गरेका छन् प्रधानमन्त्री बन्नुभयो देशको विकास गरेर सिद्धाइसक्नुभयो अब युट्युबर बन्नुहुन्छ सायद हामी नेपालीहरूले अब मङ्गल ग्रहमा बास बस्न पठाउनुहुन्छ प्रचण्डको एउटा भिडियो तपाईँहरूले हेर्नुभयो होला नि अब देख्ने भनेकै तपाईँ नेताहरूको भिडियो त हो विकास त हाम्रो भाग्यमा लेखेकै छैन विकास त हामी कहिले देख्नै पाउँदैनौँ बाजेले भ्रष्टाचार गरे पनि आफ्नो ठाउँमा गेम खेले पनि राजनीतिको ठाउँमा राजनीति गरे पनि अहिले बाजेले अधिकांश नेपालीको मन जित्नु भएको छ तर कसरी हामीले पानीमाथि बग्ने रेल चलाउँछौँ ग्यासका सिलिन्डर काँधमा बोकेर मोटरसाइकलमा बोकेर हिँड्नु पर्दैन सिलिन्डरको युग समाप्त गरिदिन्छु घर घरमा चुलामा पाइप पुर्याइदिन्छु हुरुरु धुवा छोड्ने डिजेलको बस होइन इलेक्ट्रिक बस चलाउँछौँ हात्ती दुब्लाएर बोरामा अट्दैन मुसो मोटाएर हात्ती हुँदैन गोरु नाङ्गो देख्दा मलाई अहिलेसम्म लाज लागेकै छैन हामी स्वदेशी भ्याक्सिन बनाउँछौँ हामीले कोरोनालाई गुर्जा तुलसी अदुवाले निको पार्न सक्छौँ नेपालको कोरोना भन्दा भारतको कोरोना खतरनाक हुन्छ सो गाइज हाम्रो भिडियो चाहिँ कस्तो लाग्यो कृपया कमेन्ट गर्नु होला कमेन्टमा गएर प्रतिक्रिया दिनु होला भिडियोले अन्तिमसम्म हेर्दिएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद गाइस सो यदि तपाईँ च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला किनभने यस्तै मनोरञ्जनात्मक भिडियो हामी चाहिँ अर्को भिडियो पनि लिएर आउनेछौँ तपाईँ याद गरेर राख्नु होला हाम्रो देशको प्रधानमन्त्री यदि केपी बाले यदि चाह्यो भने हाम्रो देश नेपाललाई स्विजरल्यान्ड बनाउन सक्नुहुन्छ हाम्रो देश नेपाललाई अमेरिका जस्तो एउटा शक्तिशाली राष्ट्रमा परिणत गर्न सक्नुहुन्छ